सडकहरू बाहिरी सडकहरू भित्र के कस्तो छ भिडियोमै देखिन्छ गाडीहरू छिर्दै तार गर्नु अब त्यो तेल पनि गर्नु घुम्ने आउनेहरूले चाहिँ हेर्नुहोस् है तपाईँ यहीँबाट यही भिडियो मार्फत है तर कता जाउँ छ यहाँबाट भित्र छेउ अब पुरा बजार एरिया बजार लाग्ने ठाउँ चाहिँ होइन तपाईँहरूलाई यहाँ यत्रो टाढोसम्म आएर देखाइरहेको छु यस्तो दुःख गरिरहेको छ हो मेरो भन्नुपर्छ एउटा भिडियो बनाउनु चाहिँ कति खर्च हुँदो रहेछ भन्ने कुराहरू त क्यालकुलेसन गरेर पछि भन्नु त्यही छैन तर भिडियो चाहिँ हेर्नुहोस् रमाउनुहोस् कस्तो बजार एरिया केहरू पाउनु भयो कि के देख्नु भयो मैले नदेखेको मैले उता बाटो पनि हेर्नुपर्छ के कस्तो के बनाउँदै छ बिहान बिहान हामीसँगै घुम्नु होइन
यहाँ चाहिँ यसरी एकीकृत रूपमा सरकारी अफिसहरू छ प्राय देखाएको थिएँ मैले। यहाँ छ शिक्षा स्वास्थ्य हैन के हो यहाँको चाहिँ यहाँबाट प्राय अन्त जानु पर्दैन। अनि आज थाहा पाइयो अदालत कार्यगार र अरू ब्यारेकहरू चाहिँ अलिक टाढो रहेछ। प्रहरी कार्यालयहरू चाहिँ त्यो पनि धेरै टाढो होइन, यति मात्रै छ डिलमा। अनि यो माथि पाखातिर पनि घुम्ने ठाउँ बनाएर छ, सायद केही पार्क हुनुपर्छ। अनि यता केही छैन, यति यो एउटा थुम्कोभित्र यसरी यो एउटा थुम्कै भनौँ न, यसरी सडक यो माथि पछाडि अलिक घर छ गाउँ छ, त्योभन्दा बाहेकको चाहिँ यतिभित्र सबै कुरा चाहिँ अटाइया छ। यो पार्टी त गाउँ भइहाल्यो। यो मेरो डेस्टिनेसन घुम्ने इच्छा आकाङ्क्षा पनि सक्यो। हस् त धन्यवाद, बाई। अब फेरि अर्को कुरा चाहिँ अब बाटोमा आउँदा आउँदै हलेसी पर्थ्यो, त्यो भिडियो बनाइन। अब भरे फर्किँदाखेरि तपाईँहरूलाई हलेसी पनि दर्शन यदि टाइमले भ्याएछ भने, सकेसम्म टाइमले भ्याएछ भने दर्शन गराउने छु। यदि भ्याएन छ भने पछिल्लो अर्को पटक आउँला फेरि। हस् धन्यवाद, बाई। हेलो एलआरले लाइक सेयर सब्सक्राइब अनि फलो पनि गरिदिनु होला। बाई बाई।